24 फेब्रुअरी 2016 अर्थात् विक्रम सम्वत 2072 साल फागुन 12 गते बिहान करिब 7:57 बजे तारायार 9N AHH विमान पोखराको एयरपोर्टबाट जमसमका लागि आफ्नो उडान भर्छ। आफ्नो गन्तव्यमा उडिरहेको विमान म्याग्दीको घोडेपानी क्षेत्रमा पोखराको टावरसँग अन्तिम सम्पर्क हुन्छ। त्यसपछि केही समयमै विमानसँगको सम्पर्क अचानक टुट्छ। विमानभित्रको अवस्था असामान्य बन्यो। यात्रुहरूमा त्रास फैलियो। त्यसपछि सुरु भयो हराइरहेको विमान खोजी अभियान। नेपाली सेनाको हेलिकप्टर र निजी हेलिकप्टरबाट आकाशमा खोजी थालियो। तर बाक्लो कुहिरो र दुर्गम पहाडी क्षेत्रका कारण खोजीमा निकै कठिनाइ भइरहेको थियो। आकाशबाट कुनै पनि प्लेनको सङ्केत देखा नपरेपछि स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी जमिनबाट खोजी कार्य सुरु गर्छन्। तर घना जङ्गल र कठिन भूगोलका कारण खोजी कार्य निकै चुनौतीपूर्ण थियो। खोजीकै क्रममा अचानक टाढा धुवा देखिन्छ। त्यो धुवाले खोजी टोलीलाई महत्त्वपूर्ण सङ्केत दिन्छ। त्यो सङ्केत पछ्याउँदै खोजी टोली अगाडि बढ्यो। अनन्त म्याग्दीको दाना क्षेत्रमा विमानको भग्नावशेष फेला पर्छ। त्यो भग्नावशेषले सबैको मन स्तब्ध बनाउँछ। दुर्घटनाको खबर फैलिएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यम यो खबर प्रमुख बन्छ। विमानमा सवार यात्रु र चालक दलका 3 सदस्य गरी जम्मा 23 जनाको पनि पुष्टि हुन्छ। जना यात्रुहरूमध्ये 18 जना नेपाली नागरिक र 2 जना भने 1 जना चिनिया र अर्को उर्वेदी नागरिक भएको पुष्टि हुन्छ। यो दुःखद दुर्घटनामा विमानमा सवार सबै 23 जनाले ज्यान गुमाए। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो कोहाली लाग्दो दिन सम्झेको छु। हस्त आजको भिडियो यति नै। फेरि भेटौँला अर्का नयाँ भिडियोमा।